ड्यूटी डॉक्टर बोला ओए ड्यूटी डॉक्टर बोला होइन भने तिमीले धुलाई भेट्छ साझ खोइ ड्यूटी डॉक्टर म आके 15 मिनेट भइसक्यो तिमीहरु सबको कपालमा उखाल्छु ड्यूटी डॉक्टरलाई बोलाइनस् भने ड्यूटी डॉक्टरलाई बोला को थियो ड्यूटी डॉक्टरलाई बोला होइन भने तिमीलाई धुलाई भेट्छ म त लेडीज हात हाल्न मिल्छ यो 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 घामटेहरु यस्तो छ नि यिनीहरुको एटिट्युड आम्म महारानीहरुको एटिट्युड त सानो हुँदैन। हेर्नुभयो भिडियो त कस्तो राम्रो शैलीमा बोलिराख्नु भएको छ नि हाम्रो त म्याडमले। लास्टै खुसी लाग्यो क्या हामीलाई। हाम्रो नेपाल सरकारले पनि अस्ति हेल्थ मिनिस्ट्रीबाट पनि भनेकै थिए त्यो म्याडमले जीले भन्नुभएको थियो कि कुनै पनि बिरामी आउनुभयो भने यस्तो स्माइल गरेर बोल्ने। अनि पेसेन्टको बारेमा खै त पेसेन्ट पार्टीले बोल्ने तरिका त्यो हो। एउटा हस्पिटलमा के त्यो मात्र एउटा पेसेन्ट छ त पछाडि चाहिँ कतिजना पेसेन्ट होला हैन। त्यो ठाउँमा गएर त्यस्तो नराम्रो शैलीमा त्यस्तो चर्को स्वरले बोलिराख्नु भएको छ तपाईले हैन। अनि उनीहरुको चाहिँ मेन्टल हेल्थमा कस्तो असर पर्ला त। त्यहाँ पेसेन्ट पनि छन् अनि त्यहाँ काम गर्ने सिस्टरहरुले त्यस्तो थर्काएर हुन्छ त। त्यही नै तरिका हो। तपाईले एउटा कुरा गर्नुभयो कि 15 मिनेटमा चाहिँ ड्युटी डक्टर अहिलेसम्म आउनु भएको छैन। म त्यो कुरामा विरोध गर्दैन हैन। त्यो कुरा ठीक छ ल पेसेन्ट आएपछि हैन इमर्जेन्सी छ भने ड्युटी डक्टर अभाइलेबल हुनुपर्छ। तर त्यसरी सोध्ने हो त त्यसरी भन्ने हो त। के थाहा त्यो ड्युटी डक्टर कुनै अर्को पेसेन्टको इमर्जेन्सीमा थियो होला कि त्यो मलाई ब्याकग्राउन्डमा के भइरहेछ मलाई चाहिँ थाहा छैन हैन। तर मलाई चाहिँ त्यो बोल्ने तरिका चाहिँ मन लास्टै परेन क्या। त कसैले पनि मन पर्दैन। कुनै पनि मेडिकल फिल्डको मान्छेले त्यसरी थर्काको चाहिँ हेर्यो भने सुन्यो भने कसैले पनि पटक्कै मन पर्दैन। जस्तो क्रिटिकल ठाउँमा चाहिँ गएर त्यस्तो जोरले बोल्ने अनि त्यसपछि के भन्छ हान्ने पिट्ने। लेडिज भएपछि पिट्न मिल्छ। तपाईले कसले अधिकार दिएको छ? लेडी भएपछि के लेडीले पिट्न मिलिहाल्छ र? नेपाल सरकार कहाँ छ? यो क्वेसन त नेपाल सरकार हेल्थ मिनिस्ट्री एनएमसी एनएमए सबलाई हो क्या। मेडिकल फिल्डका त्यो रक्षा गर्ने महारथीहरू कहाँ छन् के? यस्तो कन्डिसन हुँदाखेरि पनि केही पनि नबोल्ने केही पनि रेस्पोन्स नदेखाउने हैन। कति धेरै इन्सिडेन्टहरू अहिले भइरहेको छ केही पनि रिप्लाई नगर्ने हैन। गलत भएको ठाउँमा गलत हुन्छ। गलतलाई दोषी ठहराएर उसलाई चाहिँ पनिसमेन्ट दिनुपर्छ। त्यसमा कसैले चाहिँ यसलाई दिनु हुँदैन भनेर भन्दैन क्या। तर हरेक ठाउँमा गएर यस्तो नराम्रो शैली प्रयोग गर्ने हैन। अनि त्यसपछि मेन्टल स्ट्रेस क्रिएट गर्ने डाक्टर र नर्सहरुमा के भनिन्छ यस्तो कन्डिसनमा चाहिँ कसरी काम गर्ने के हैन। सबभन्दा ठुलो प्रश्न त यही आउँछ। मेडिकल फिल्ड भनेको यस्तै हो कि तपाईँ एकदमै पहिला चाहिँ आफ्नै स्वास्थ्य हेर्नुपर्छ हैन। तपाईँ स्वास्थ्य भएपछि मात्र अरूको स्वास्थ्यलाई तपाईले राम्ररी ट्रिट गर्न सक्नुहुन्छ। अब पहिलेदेखि यदि चाहिँ त्यस्तो कन्डिसन क्रिएट गर्यो भने चाहिँ कस्तो होला त मेडिकल फिल्डको फेसिलिटिजहरू? नेपाल सरकारले सोच्नु परेन त? यस्तो बोल्ने तरिका हो। गलत भएको ठाउँमा तपाईलाई चाहिँ कम्प्लेन गर्ने अधिकार नेपाल सरकारले दिएकै छ त। तपाईँ प्रशासनमा गएर कम्प्लेन गर्नु न। उसको कन्सर्न अथोरिटीले गएर कम्प्लेन गर्नु न। त्यो स्टेसनमा आएर त्यो तरिकाले सिस्टरहरूले थर्काएर हुन्छ त? अलिकति तपाईको बोलीको अनुसारले त पढे लेखेकै जस्तो लाग्छ तर शब्दले चाहिँ पढे लेखेको चाहिँ लागेन।